बारेन शाहले चुनाव जितो भनी तपाईहरुले यो कुरा हेर्नुहोला यो धरतीमा कहिले पनि तपाईहरुले मलाई देख्दैन त्यो धरतीमा भनेको हैन त्यहाँ बसेको ठाउँ छ नि इन्टरभ्यु लिएको ठाउँ त्यहाँ चाहिँ हुँदैन भने अब बुझ्नु पर्यो सत्य बोलेको छु मैले यो देशमा नेपालमा बालेन सरकार त्यहाँबाट जित्यो भने म नेपालमा पानी खान्न त्यति चाहिँ म ठोक्वा मेरो ल बुझ्नु पर्यो कुरो नेपालको पानी भन्नाले ढुङ्गे धाराको पानी खान्न भन्नुभयो ढुङ्गे धाराको बालेनले जित्यो भने झापामा कान काटेर म टिकिङ हस्पिटलमा टाका लाउँछु साँच्चै हो नि उहाँले यो कान काटिदिन्छु भनेर त्यहाँ मुन्द्रा देखाएको छ नि हो त्यो मुन्द्रा चाहिँ काटेर फाल्छु भन्नुभएको कान काट्छु भन्नुभयो होइन बुझ्नु पर्यो कुरो बुझ्नु पर्यो फागुन 21 गते सुशीला कार्कीको नेतृत्वमा यो देशमा चुनाव गरेछ भने नि तपाईहरुले मेरो मुखमा पिसाब फेर्दिनुस् म जनताको अगाडि नि यसरी घाँटी नि बलिदान गर्छु के उहाँले चाहिँ मुखमा पिसाब फेर्दिनु भने हैन मुखमा पिउने कुरा ल्याइदिनु भनेको बुझ्नु पर्यो भनेन घाँटीको मल सबै माडेर फाल्छु भन्नुभएको